पहचाना मुझे? प्लिज हैव अ सीट। थ्याङ्क यू सर, थ्याङ्क यू। के लिनुहुन्छ? चिसो तातो केही ल्याउँ? चिसो तातो त घरमै खाएर आएको सर, ल्याउने भए पिरो मोमो ल्याउनु। अबे साले। तपाईलाई यो होटल जस्तो लाग्यो? तपाईँ मोमो खान आउनु भएको कि इन्टरभ्यू दिन आउनु भएको? अनि उहाँले के लिनुहुन्छ भनेर सोधेपछि भन्नु परेन त सर? उहाँले त चिसो तातो पो सोध्नु भएको त, मोमो चाउमिन सोध्नु भएको हो र? सरी सर, पैसा नभएर 1 महिनादेखि मोमो खाएको छैन, त्यसैले तातो सुन्ने बित्तिकै तातो मोमोको याद आउँछ मलाई। ल ल छोड्नुस् त्यो कुरा, सुरुमा चिन्जान गरौँ, त्यसपछि हामी तपाईँको इन्टरभ्यू लिन्छौँ। चिन्जान किन गर्नु पर्यो सर? तपाईले उसलाई छोडिदिन लाग्नु भयो र? कुरो इन्टरभ्यू स्टार्ट गर्नु न। इन्टरभ्यू कति बेला स्टार्ट गर्ने, कसरी स्टार्ट गर्ने भन्ने कुरा मलाई नसिकाउनुस्। म यो कम्पनीको एचआर हो, म डिसाइड गर्छु यो कुरा। त्यसो भए मलाई किन बोलाएको त? ताली बजाउनलाई? यहाँ के नाचगान भइरहेछ र ताली बजाउनुहुन्छ कि जिन्दगीमा जानेकै ताली बजाउनु मात्र हो?